पैसा दिनुहोस् म जान्छु म चल्ने बाउले अलिक ठुलो आमाले ठुलो बाउले के बाउको कुरा सुन्यो मलाई थाहा छ त्यही भएर म जङ्गेको चाहे म जे पनि गर्न सक्छु म जे पनि गर्न सक्छु अहिले म छैन म जे पनि गर्न सक्छु मेरो पावर अझै पनि तपाईँको माइती खलक सब ल्याउनु अझै पनि हजुर किन सानोले के भने अस्ति मेरो माइती खलक हामी सब मान्छौँ सानीमाले के भने मलाई थाहा छ सानो स्वरले बोल हाम्रो पनि मान्छे हुन्छन् ठाउँमा मान्छे मेरो पनि ठाउँमा छ के गर्नु पर्यो अहिले ल गर हामी बुढाबुढीलाई मारिदेऊ यो सानो भाइलाई एउटा छोडिदेऊ अहिलेको कुरामा चाहिँ के भने बाउसँग मैले रिस गरेको होइन ठुलिआमा के भने ठुलोले के भने मलाई ठुलिआमाको कुरा ल्याएर हामी दिनभरि काम गरेर मान्छेलाई जङ्गिन दिएर के अधिकार छ त भन्न अरू मलाई चाहिँदैन मेरो 15 सानो भाइले चलाएको छ त्यो 15 कहिले दिने उसलाई फोन गरौँला उसको ड्युटी छ भोलि चाहिँ मैले त्यसको ड्युटी र सिफ्ट मलाई भाइ चाहिँ कोही पनि चाहिँदैन अब कोही चाहिँदैन भाइ अब भाइ कोही चाहिँदैन भाइ पनि चाहिँदैन बाउ पनि चाहिँदैन आमा पनि चाहिँदैन मेरो बाउको अंश पाउने मैले नाच्दै छँदैछ त्यति गरिदिनु ल सक्यो ल त्यति किन म सुन्दैन म किन सुन्दैन म किन सुन्दैन के गर्छ त गर्नु ल म किन सुन्दैन ल के गर्छस् गर्नु के गर्छस् गर्नु ल के गर्छस् गर्नु तपाईँ के गर्न सक्छ म त के गर्नु नि तपाईँ के सक्छ दिन सक्छु चोरेर ल्याएर खाना दिन्छ म चोरेको म मेरो कहाँ चोरे रेकर्ड देखाउँ ल म चोरेको फोन देखाउँ ल मैले चोरेको रेकर्ड देखाउँ ल चोरेको रेकर्ड देखाउँ भने मेरो चोरेको रेकर्ड अहिलेसम्म देखाउँ ल कहाँ फाइल छ ल फाइल म त्यो चोरेको रेकर्डमा म अहिलेसम्म म चोरी जान सक्छु ल त्यही त म चोरेको अनि म चोरेको छु अहिलेसम्म चोरेको छु अनि बुवाले के भन्नुभयो ठुलबाको होटेलमा हुने बेलासम्म छ नि अनि बाउले के ठुलबाउले के अनि बाउ ठुलबाउले के भन्नुभयो यो चोरेको सन्तानको छोरा अरे ल बाउ चाहिँ किन त्यहाँ गयो भने हाम्रो त त्यहाँ कारोबार छ त यहाँ सुने म धेरै बोल्थेँ ओ आमा बाउ म धेरै बोल्थेँ है म धेरै बोल्ने यो ऊ पनि छैन है म चाहे भने म जे पनि गर्न सक्छु है मेरो यो चाहे भने यो घर छ नि म जे पनि म गर्न सक्छु है मेरो त्यति हिम्मत छ है तपाईँले सोचे होला फेरि ल है तपाईँको त्यो तपाईँको डाइलेक्ट है यो आगो लाउने तपाईँको डाइलेक्ट है फेरि यो मैले भनेको चाहिँ बाउ यहाँ सुन्नु त्यो आगो लाउने अब कुरोमा कुरा आयो है अब छ नि कुरोमा कुरा आयो आगो लाउनु जे लाउनु बाउको